हेलो, वेलकम टु ब्याक टु माई च्यानल। तपाईँलाई धेरै धेरै स्वागत छ। आज म सानो नाइटमा चाहिँ राति हल्का भिडियो बनाउन चाहिँ ट्राई गरिरहेको छु। होइन म त युट्युबमा त खासै म हाल्दिनँ, अपलोड त गर्दिनँ, तैपनि सिक्दैछु भनेर अझै सिक्दिएर कोसिस भनेको एउटै हो किनकि आज अझै छुट्टी थियो, त्यही भएर नि अब कति अब जान पनि पाएन, घुम्नु पनि पाएन, त्यही मन पनि छैन। त्यही त नि कमाउन आएको मान्छे कति यस्तो हुन्छ नि, अब घुम्न फिर्न अब यस्तो हाम्रो मन पनि हुँदैन। ल तपाईँहरूलाई आज यो भिडियो हेर्नु चाहिँ एकदम चाहिँ लाइक गरिदिनु होला भन्न चाहन्छु। त्यो आज चाहिँ म चाहिँ किचनमै बसिरहेको छु कि खानासाना सबै रेडी भएर छैन, काम नगरे पनि अब खाना त खानु परेन होइन। त्यसैले यो हामीले निम्बु पानी पिइरहेको छु। निम्बु पानी चाहिँ एकदम राम्रो गर्छ बसिरहेको थियो। अनि यो हाम्रो भयो अचार होइनमा चिकन हो, मटन भयो। अनि त्यो बेला नि अब एकछिन बसिन्छ, अनि त्यसपछि खाना खाने, अनि त्यसपछि सुतेर बिहान चाँडै उठ्नुपर्ने हुन्छ। त्यही भएर चाहिँ अब किचनमै बसेर अब हल्का बोल्न नजाने पनि बोलिदिउँ भन्ने एउटा सोच हुन्छ। त्यही पनि ट्राई गरौँ न भनेर होइन। अब युट्युब च्यानल त खोल्यो, तपाईँ अब अहिलेसम्म त्यस्तो लाइक सब्सक्राइबहरू के भन्छ भने बढेको छैन, बढ्छ कि भनेर आशमा थियो। तपाईँहरूको माया र सपोर्टले चाहिँ अघि बढ्दै जाँदैछु। अझै योभन्दा अझै बढी माया अनि सपोर्ट दिनु होला भन्ने म आग्रह चाहिँ गर्न चाहन्छु है। म चाहिँ इन्डिया बसेको 10 वर्ष भयो। 10 वर्ष वाक्कै लाग्यो भने अब छोडेर अन्त कतै जब मेरो काम पनि छ। यस्तो भक्कै हाम्रो त रुममा यस्तै हो कि खासै राम्रो छैन। पहिले चाहिँ हाम्रो अन्त त्यो रुम, अहिले यता सरेको हो। त्यही पनि अझ नेपालको लोसार पनि थियो। लोसारको चाहिँ सबैलाई मेरो तर्फबाट ह्याप्पी धेरै ह्याप्पी, बहुत ह्याप्पी लोसार भन्न चाहन्छु। नेपालमा चाहिँ बस्नु भइरहेको चाहिँ नेपाली दाजुभाइहरू सबैलाई मेरो तर्फबाट ह्याप्पी लोसार। तामाङहरूको यो महान चाड पनि हो।